कम्पिटिसन जुबले चाहिँ नेपाल चाहिँ मन र ब्यान्ड उनी त्यो खजुबले चाहिँ अहिले उबले जी कम्पोज हानु छ शासनकाल ल्या चाहिँ ना तया चाहिँ स्टेज फर्स्ट स्टेज एकदम नर्भस म्युजिसियन भन्छ सस्टेन दुईटा थाको म्युजिसियन लाइफ जजलबा नेपा च्यानल स्वयजना दिबी सकल सुकुमी भाजु मेजु बिन्त धुनुगुलन चे लस्कु स्याना जना जी सुशील साई चिकबिन स्वयजना दिगु दु ज्याजो सेलेब्स टक टाइम प्रत्येक बुधबार बनिसिया 8 बजे वइ उठुको ज्याजो सँग जिमसँग नेपाल भाषा खेल खेलकुद खेल थिथि मनोरञ्जन खेले ठगुना जागा दिरुङको पनि थिथि व्यक्तित्व पनि नापाङको खलाबला चिकपिनीको न्यानी न्याबया चनाको ख ठटिए ठाउँया ठुकु ज्याजोसँग धन स्टुडियोले जिमसँग छम लोकं वामा बाँसुरी वादक पाजुया त बनाको दो वेकैना क्यामल दास स्वर्निम महर्जन जो चिरकको उमेर अनुसे बाँसुरी वादने ठगु पला जागा दिमा वेक ठाउँ चिकु न्यानी खलाबला नितिन्दो चासँग वेक त लस्को स्या नमस्ते दक्षिणले नापा सिगुप्ती थो संगीत करियर सुरुवात यो विषयले निसे उठान्या तो संगीते प्रवेश गर्न जुला संगीते जे वयो थियो फर्स्ट डे नाकामाले जिम्बा हजुर रमन महर्जन हजुर जिम्बा चाहिँ पहिले नापा ने हजुर म्युजिशियन जुला ले जी बायो ए म्युजिक yana urke zu tamal हजुर जी मसले न बापिन्यु प्र्याक्टिस ट्याट्नी रुमे प्र्याक्टिस ट्याटी प्ले न वो हामीले म्युजिक नि आउना न्यू अहिले वना गुले वो सेकर त छिक थाना चनाट्न्यू ओए जुजु द चाहिँ वो इम्प्रेसन चाहिँ अहिले द चाहिँ अनन्य चाहिँ इन्ट्रेस्ट बढ्यो जस लगाव चाहिँ नि बायो पाखे रामल हजुर जस्तै छिस बाँसुरी पुयाको झोले चाहिँ दक्षिणले पहिला छौ मनुटेसँग आइडल दूर गाते आगे जिगुप्ती छौ आइडल वो आइडल चाहिँ नि छिको सुख आइडल जिम्बा रमन महर्जन त्यामल छ जी पहिला ने जे फर्स्ट न्यू म्युजिक न जिम्बा यो जुल मला द यो न जिम्बा यो जुल सेकु न अरु जुल अहिले वो ढुंगा मेमे न न्याना दक्षिण बाला तर मेन चाहिँ बायो पाखे त्यामल बायो पाखे जस्तै छिसँग सेगा दिउ टाइममे चाहिँ नि बाना सेना दिउ खचिरा द बाना सेना दिउ जस्तै अब सेगा जनु टाइममे चाहिँ नि बाना आत्म पछिस मिस्टेक जिबले यो बोबी वयो छु दु ओ चाहिँ जुइ गुले क्याच एफ हो मलाई पहिला मजबुले चाहिँ पछ चकचक न जुइ जुल फिन मासो अहिले पहिला चाहिँ गरजुल धास जी सूर्यानु अरे 7 वर्ष ने जी डुबले हजुर 7 वर्ष दसाने है टाइमला उले ने वैसान य चाहिँ गरजुल धास चाहिँ बाँसुरी ते द चाहिँ लाभ चाहिँ चिहो पटी चिहो जुले चाहिँ कीबोर्ड द सेना दिउ बान कीबोर्ड चाहिँ ओके चाहिँ मे त पटी दि मजबुले यो मे त ओके टुके चाहिँ सेना दिल वो ढुंगा चाहिँ जी बाँसुरी स्टार्ट आनु ख हजुर अहिले उबले चाहिँ फर्स्ट चाहिँ पच्चा ठाकुर थियो कि छुट्या अब पहिला ड्याडी न बान न सेना दिल बान के अहिले वे बिस्तार वे क्रमे आतक न्याना जाउँ जस्तै चिसन दक्षिणले नापा कीबोर्ड सेगा दिउ गाते दिल हजुर कीबोर्ड चाहिँ अलि विजय छात वर दिउ खा मोटोटा मेन चाहिँ कीबोर्ड चाहिँ गर्जो लाग्छ फर्स्ट चाहिँ ओके नोट यु नलेज यु लागिन बानले वो लायो कारण चाहिँ कीबोर्ड न याना स्कुले न अहिले उबले याना चौले चाहिँ स्कुले प्यारेन्ट्स थिए अयुबले न कीबोर्ड न जी परफर्म याना फर्स्ट चाहिँ अहिले वो ढुङ्गा चाहिँ मेन चाहिँ जीको इन्ट्रेस्ट फ्लुटे ख कीबोर्ड सानो अहिले वो ढुङ्गा मेन चाहिँ फोकस चाहिँ फ्लुटे याना कीबोर्ड टोट्यो रे चाहिँ म आनो याना न एरेन्जिङ पट्टि न याना नु ओके लागि चाहिँ जस्तै त्यो फ्लुटे छिदा यो कारण चाहिँ छुटे जाऊ मजा ने वो बाँसुरी न याना नु जुल अहिले मेरो गर्जुल हास चाहिँ त्यो फ्लुट चाहिँ पन बने जुल कीबोर्ड हाल्या मेमो हाल्या यो बाजा त ठाउँको इलेक्ट्रोनिक बाजा दु हरेक दु इलेक्ट्रिक न चले जो गिटार जुल हरेक जुल ठो चाहिँ छियो एकदम नेचर नाप मिले जुली ठो चाहिँ पुइबले गर्जिरा छि मनन हे चौ फिलिङ अनुसार वेवली चाहिँ त्यो मने थियो बाजा चाहिँ त्यो चाहिँ टोरे ममरो पनि जस्तै सिसा चाहिँ थो गुल्टाको रियाज यामा थो फ्लुट गुल्टाको रियाज याना दिया छ जिगु हिसाबमा त्यहाँमाले एकदम रियाज माउपटी इन्स्ट्रुमेन्ट ख माला डक्को इन्स्ट्रुमेन्ट रियाज मायामा मला
त्यो चाहिँ झिउ अब बाँसुरी साससँग चले जिउले साससँग बजे जिउले चाहिँ टुके त चाहिँ झिउ सास कन्ट्रोल यो लागि चाहिँ डेली प्र्याक्टिस चाहिँ यो मा सिसँग गुली प्र्याक्टिस यहाँ दिया नि प्र्याक्टिस ठुले ढ्याउ सानो गुब्ले गुब्ले छ यो मुड अनुसार गुब्ले गुब्ले बनी असी जुए चाहिँ मखु महला बनी चछे हुने गुब्ले अयो टाइप जिका हजुर चसी तक न बाँसुरी चाहिने प्र्याक्टिस वो चाहिँ त्यो चाहिँ म्युजिकै थोरै टोके ना ढ्याउ सानो त्यो चाहिँ मुड अनुसार याला निनी है मलाई तर मुड अनुसार चाहिँ गुब्ले गुब्ले गुलियानो ढ्याए जुइ पता लगे जी 4-5 घण्टा ओके जुयाट्नी अरे छिसा चाहिँ त्यो बाँसुरी सेक्यु छोले चाहिँ मतलब प्र्याक्टिस याउ छोले चाहिँ आरो अब्र प्र्याक्टिस याउ खगी या चाहिँ मेप्नु मी त यो प्र्याक्टिस याउ खगी गरेका त्यो न एकदम मसिन छ ल वो आरो अब्र ढाले चाहिँ अलंकारले हजुर अलंकार न एकदम यामा एकदम इम्पोर्टेन्ट ल म्युजिक ओके फ्लुटे मेन चीज जुगो पाखे ट्यामला मेन ब्लोइङ प्र्याक्टिस चाहिँ मेन इम्पोर्टेन्ट त्यो सास प्रसास ब्रेक कन्ट्रोल चाहिँ एकदम यामा जस्तै डिफ्रेन्ट साइज फ्लुट चिराउँदै तराउँदै मलाई तराउँले चाहिँ डिफ्रेन्ट वे मेरो कथा सास गुली वो मात्र डिफ्रेन्ट चिराउने पर्छ अझै योको फोर्स माली हजुर अहिले वो ब्यालेन्स या त ठाकुई उके लागि चाहिँ डक्को साइज बाँसुरी चाहिँ प्र्याक्टिस यामा जस्तै चिसन्थो साइज युक्ति बाँसुरी चाहिँ नि ठाउँ जना चाहिदिला जस्तै थो चिपु बाँसुरी पिब्ले र एकदम टप उक्ति बाँसुरी पिब्ले युक्ति छौँ अयुक्ति फरक त छौँ फरक मेन साइज डिफ्रेन्ट हाउ स्केल डिफ्रेन्ट स्केल स्केल डिफ्रेन्ट जिङ्गा छौै स्केल यो त हुन चिउ न डु बाँसुरी चिउ पुल्या चाहिँ गर्जी पछि तीको हाई पिच साउन्ड चाहिँ पछि न्याइपु साउन्ड पिकाइछ ल हरेक जुल अहिले पछि चरौँ कोर साउन्ड बेस आपा मधुर आपा उके चाहिँ एक्जाम्पल ढ्यामा क्लासिकल फिलिङ पछि स्याड फिलिङ पछि मधुर दैना ताथे हजुर अहिले जस्तै छिसा चाहिँ ठो सेक्यु दौराने चाहिँ छिद गुल्ताको याद हो या मरो चाहिँ नि छि दक्षिबले पहिला सेगर यो टुन छुखा पहिला सेकु टुनला पहिला चाहिँ फर्स्ट डे टुन चाहिँ पहिला अलङ्कारै सेका टुन तया जस्तै ट्विङ्कल ट्विङ्कल मजबुले राइम अयोले सेकु ख उके यको असी अयोली चाहिँ नि सारा से दिमागै प्रभाव परे ज्या ती टुन त जुले पहिला नि थो जस्तै थो बाँसुरी पिउ दौराने चाहिँ नि वो सास अयोको छेबले अयुक्ति छिटा छु अयो कठै किठै अयो छु समस्या भयो अयो छु जी कति समस्या त्यहाँ फर्स्ट चाहिँ गर्जुल ढाँसा चाहिँ जिगो एक्सपिरियन्स चाहिँ गर्जुल ढाँसा चाहिँ थो प्र्याक्टिस या त भन्छ छु हल्का नेम आऊ चाहिँ मलाई अहिले यो इनर्जी लङ लास्टिङको लागि चाहिँ इनर्जी चाहिँ त्यहाँ ढाँसा कन्टिन्यू फुयाजन माउजल फर्स्ट इयरले बान्दै मुखो अहिले भन्छ ठाकु थे चाहिँ जुई पछि ठाकु थे जुले चाहिँ ठाकु रहे मतलब चाहिँ गयो किसिमको ठाकु मुटपा ट्यानु या चाहिँ हरेक जावे पटिस न ट्याने हावयो अहिले पहिला बान मरुले अहिले थन दिगमाउ ज्या थो मुसिन पटिपदि असी साना वेले चाहिँ पहिला फर्स्ट चाहिँ अरे अहिले लिप्ले बानी जुजु बोले जुयावमले चाहिँ यो ख्याल मजलो ठाकु चाहिँ ख्याल मजलो जस्ट प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट हार्न टु वे सिलसिला चाहिँ छिटो लागु जुजुला आज चाहिँ सब सोकुमी भाजमेज पनि लागि सब टुन जी अफ कोर्स यस
न्याबी सुबा न्याबी सँग चाहिँ ज्याजुले ढुन्याङ गाडी ल हजुर तो बाँसुरी सेक्यौ दौराने चाहिँ चिसँग गुल्ताको चुनौती हो सामना यामाला चुनौती सामना अब हामीलाई चाहिँ सेक्युली चाहिँ गर्जुल लाग्छ मेन फ्यामिली न सपोर्ट दु नापाने मलाई मेन अब चिरिबले पहिला चाहिँ याको पुग्यो ल पहिला छेचना पुग्यो लिपा चाहिँ गर्जुल पाँचमी मिले जुया ओबले ने चाहिँ पचा जुबले चाहिँ अहिले पाँचमी मादल तया छिक तया चाहिँ नापा सोम निमसोम टिचना चाहिँ उबले सूर्यानु नापा मसबले चाहिँ कृष्ण जन्माष्टमी तया चाहिँ उबले 12 याइपति कार्यक्रम चाहिँ वर्षेस गजिउका उबले चाहिँ वर्षेस गजिउले चाहिँ पाकया हरेक यानु उबले चाहिँ ठके बाजा दै मुखु बासुरी दु बानन बिल बासुरी अहिले मादल पाँचमी नामा थाइपले चाहिँ 5 मिनेट चाहिँ दै मुखु जुल अहिले वो म्यानेज यायो लागि चाहिँ नापा देउसी पहिलो त्यहाँ चाहिँ जिपी पहिला चाहिँ छिक 6 जना 62 जना चाहिँ assim हुने होका छे हुना मसु पिन्टा हुने पयस्ते चाहिँ अहिले टोले हुना चाहिँ त्यो याना चाहिँ उठेना चाहिँ मार्लु न्याउ अयो चाहिँ यानाका अहिले वो ढुङ्गा चाहिँ स्टेज परफर्म याना पास्टिनामा मिलेज्या तर अयु चिसा चाहिँ जुन मादल ताके मरेया चाहिँ अयु समस्या भया चिसा चाहिँ अयु तको खलान दिला जस्तै अहिले वो जुन चिसा चाहिँ देउसी पहिलो मिटा न्योपी इमसा चाहिँ नि गयो किसिमको रेस्पोन्स याना दिले चिमसा चाहिँ याना या फै अयु किसिमोपटी गयोपटी किसिमोपटी रेस्पोन्स याना अयुले चाहिँ गजु लाछ छौल उले तिहारु माओले चाहिँ भालाई जुल चाहिँ अहिले दक्षिण उले चाहिँ डिफरेन्ट टाइप दक्षिण मी हाला अयु जिउ जुल उले डान्स याना जिउ जुल देउसी पहिलो जुल जिमसा चाहिँ बाँसुरी कया सिक्सी कया वो चाहिँ पछि डिफरेन्ट जुलि चाहिँ जिमसा न्याठा पुसा पछि मनु जा असि सोवयु पछि असि बालाई ता यो चाहिँ फिडब्याक चाहिँ भाव अहिले चिसा चाहिँ वो यार हुँका जुन स्टेज परफर्म युक्ति खलान दिले स्टेज परफर्म यार चाहिँ नि हौसला गसे होला स्टेज यता न या हो स्टेज सबले नाप माडले चाहिँ नि वो मर्या अयु याना चाहिँ बिन्छ त चाहिँ नि सो स्टेज परफर्म याबले सिप्टी अनुभव बस्कना स्टेज फर्स्ट डे चाहिँ एकदम नर्भस फर्स्ट डे स्टेज उनले चाहिँ टुटी खायो यो जिउवा पहिलो मजुले अहिले पहिला चाहिँ जिउ बानी गयो रासा बाँसुरी उ डको व तर वो नर्भस ज्या चाहिँ न्यान कप्छौ टेम आउ अयो बानी गाजियो नाप मजुले चाहिँ उ थ वसाना अहिले न्यान सुयात निबले चाहिँ अझ नर्भस जिउ जल अहिले चाहिँ कपिसो स्ट्यान्ड तया यास भन्छ ज्यास्नीले त्यो हिसाबमा चाहिँ यानु नापा चाहिँ मजुले अहिले स्टेज हैन वो नोटेसन छ त्यहाँ चाहिँ नापा यानु असा नर्भस अहिले बिस्तार जुजु वो बानी जुजुले अहिले लिप बानी ज्या होला छिगो बाँसुरी करियर बारे चाहिँ चिसा चुनौती सुरुवात यो तक खन्जुल आधा से ज्याजुले बजाको डिपाइ जिटिङडु सोगुमी बाजु मेजु पे ठौया थुगु ज्याजु सजिमसा मु पा कथा लोकम भामा बाँसुरी वादक स्वर्णिम महर्जन जुयादा खलामलाई निते बनागुडु आरास ज्याजुले बजाको डिपाइ जिटिङडु त बजाको डिपाली पा हाक्न ल्याउँदा नि गो खलामला छिकपिनी गन्याने न्याबेगु हेजे आरास पल्क ब्रेक सोगुमी बाजु मेजुपी त बजा हागको दिवाली पाक नस्क ज्यासुले लस्कु सेना जुना छिकमिन सोयाजुना दिगुरु ज्याजो सेलेब्स टक टाइम अले थौ ठुकु ज्याजो सञ्जिमसन लोकम वामा बाँसुरी वादक स्वर्णिम महर्जन ज्यादा खलाबलाई निति बनगुडु चासा बेगना पनि ल्याउँदा नि खलाबला हाक्न या जस्तै अले चिसन नगर्ने सुरु चाहिँ नि परफर्म याउ चले स्टेज चाहिँ नि टुटी खाओ या चाहिँ नि नोटेसन स्वेमा अयो टाइममे चाहिँ मलाई थमेस्या वो परफर्मेन्स त चाहिँ नि बालाकी त घटना चाहिँ नि थमेस्या ह्यान्डल गर्न दि अयो सिचुएसन जस्तै टुटी खाओ सिचुएसन या चाहिँ नि मास खाना ग्याउ सिचुएसन एकदम वो चाहिँ मेन चाहिँ प्र्याक्टिस मालम ग्रुप प्र्याक्टिस जिमसँग चाहिँ छेचना चाहिँ एकदम याना उले चाहिँ बिदा स्कुल सिरेका इभिनिङ पाके रेगुलर यानाट्नु जुल अहिले मेन के लागि चाहिँ फर्स्ट डे वन डे चाहिँ नर्भस जियो अहिले छपुनी मे ह्याङ्गा चाहिँ पच्चा नर्मल छु है खासै यो त्यहाँ चाहिँ फेसै याठाको चाहिँ मजु हो मलाई अहिले वो प्र्याक्टिस न याओ जुली चाहिँ पच्चा ठिकै म्युजिक चाहिँ उले चाहिँ मजु पहिला छ चाहिँ नि ग्याउ पहिला छ चाहिँ लिप बानी जाऊ फाड्दै चाहिँ नि त्यही जुल अहिले जस्तै आछिसा चाहिँ उन्मछि थयो चुनौती यो विषयले दको खल्ला दिला आठो इले वेर हुँगा चाहिँ छिटो लगभग यो कुस्या छिटो चाहिँ नि मस्यो जस्तै बाँसुरी वादकको रुपे आवया चाहिँ गयो अनुभव ज्या चाहिँ मस्यु दासा फर्स्ट चाहिँ छिगुला युट्युब न सब्स्क्राइबर त न लाखौं यो संख्या दु जस्तै छिगुप्ती छिसा युट्युब तयार भिडियो त न चाहिँ नि लाखौं जनता त्यसमा चाहिँ नि सोया दिएको गयो अनुभव ज्या छ फर्स्ट चाहिँ त्यहाँमा चाहिँ एकदम बालाइ अनुभव छ मलाई अब के चाहिँ युट्युब टेट न
जुन्न म्युजिक दको कंपोज यानो मला अरेन्ज जी थमे है यही जुली अले फिडब्याक त न वेली बचा थ त बालाउ अछि फिल चाहिँ छु जस्तै छिसँग एरेन्ज नयाना दिया कतैले बासुरीला छि बा मार्फत सेगा दिला एरेन्ज चाहिँ गर्न सेगा दिया एरेन्ज गर्जुल दास चाहिँ ड्याडी न या पहिला मलाई ब्यान्ड यु बाना न अछि एरेन्ज या ब्यान्ड यु दको बायो पति एरेन्ज रेकर्डिङ या ले उबले चाहिँ पहिला चाहिँ खासै द ध्यान चाहिँ म फर्स्ट चाहिँ बासुरी त्यासके म्युजिक जुल लाइभ के जुल ले वो ढुंगा चाहिँ गर्जु फिल जुल दास चाहिँ थानाजगे से मला पुयाजगे उके द रेकर्ड न भन्छ टेक्निकल नलेज न बास अझै 10 बाना कीबोर्ड न पतिडी व अहिले वे चीज भन्छ युटिलाइज यारे चाहिँ अहिले पतिडी चिरौ कम्प्युटर न्याना चाहिँ सुर्यानु अहिले फर्स्ट चाहिँ बाना न सेना दिलो या अहिले उके पासनी चना उसको पतिडी रेकर्ड याना सेउ यो फर्स्ट पहिला चाहिँ ऐना याना लिपा चाहिँ चाहिँ फिरोज दाइ हजुर दाइ नापाउन पतिडी अछि आइडिया दाइ नापाउन पतिडी अछि याना डको नापा पतिडी क्लास के याना चाहिँ विस्तारमा सेगा जस्तै छिसा चाहिँ संगीत यो खेलेर छिन छमा लोकौं भामपति बासुरी वादक के नापाउन चाहिँ शास्त्रीय संगीत यो न ज्ञान रुचिके तो झियुप्ति आयुप्ति संगीत यो अवस्था चाहिँ गति खाना दिया संगीत यो हजुर नापस्याल एकदम बालना वो ख मला छु एंगलमा चाहिँ भाथे नापा चाहिँ गर्जु रासा प्रोग्राम त न यको जिम हो जुसा एकदम आछि लोकल प्रोग्राम जियो मला वस प्रोग्राम यो हाइट न ओली मेन स्ट्रीम टाइप यो जिम हो अहिले जुसा एकदम लो बजेट टाइप यो टाइम मलाई म्युजिशियन भन्छ सस्टेन जुटा थाको म्युजिशियन लाइफ नापा चाहिँ अयो हिसाबमा भन्छ खण्डु नेपाली त्यो अहिले आ चाहिँ गर्जु आउल लासा दक्षिणा म्युजिकै भन्छ इन्ट्रेस्ट स्कुल पाकिन नापा चाहिँ स्कुल पाकि गर्जु रासा म्युजिक धायो दैम हो सब्जेक्ट एकदम वो पढाइले चाहिँ फोकस ल जी बोमले टाक्न अरे ह्यामलगा स्कुल आज चाहिँ कलेज जुल आ ठाउँको ने चाहिँ बिस्तार जको प्राय स्कुलले चाहिँ म्युजिक न खना छौँदु जी सेन्ट मेरिज स्कुलले न जी सेनाटुन्डु म्युजिक अरे प्राय स्कुलले म्युजिक न ज्या छौँदु दक्षिणा जो म्युजिक चाहिँ नापस्या इम्प्रुभ चाहिँ खण्डु ले छिसा स्कुलले न म्युजिक सेनार गातैले मस्ते त सेन्यु ख या स्कुलले पछि त रिबिन दय सेन्यु ख गयो ख मस्त दे यो मस्त मखि अब इन्ट्रेस्टेड गुलिया स्टुडेन्ट ख मलाई चाहिँ अहिले वो सेन्यु दौराने चाहिँ सेन्यु अपुगी चाहिँ नि सेगा क्याउ चाहिँ अपुने फिल जोछि त एकदम थागु बुझे क्वेशन का हो सेक्यु न उतिग थागु मलाई उली मेन जी सेबले चाहिँ गर्दासा सेन्यु त हेप्दे न सो सेक्यु ए थेन्छौ का जी सेबले हजुर मलाई न्यू न इन्डाइरेक्ट रूपमा सेक्यु हमेशा सेगा जुन भयो चीज हजुर जी सेबले चाहिँ अरे सेक्युले थम एकदम म्युजिक के तैरेमा वो पछ चञ्चल जुल्ला वो दिमाग उखिटके जुल्ला सेक फैमा होगा म्युजिक त आप एकदम तैरेमा आउजल अलि सेनब्ले न उले तैरे सेनब्ले दक्षिण छौए टिपे आउ सक्छ ते आदैमा गुल्स्या पछ विस्तार फास गुलिङ यही वे दक्षिण छौए लेभलले यन्त चाहिँ थन तैरे याना विस्तार हजुर सेन चाहिँ मारा जस्तै स्टुडेन्टसँग चाहिँ नि गुल्तक दुख बियो मतलब हमेशा सेना जनो दो ध्यान म बियोसी स्कुले जम्पि मस्ते लयो भानी नि छौ चाहिँ सेना जम ब्याज नि से गेम चाहिँ नि ओके ध्यान अझ मेबी प्र्याक्टिस सेना जम्पि दन अझ बले योति वो गर्जु रास जिना जी पछि डिफरेन्ट पाए जो चाहिँ जिया स्कुले नर्मल सब्जेक्ट असी नर्मल सब्जेक्ट चाहिँ गर्जु रास छि हल्ला हैन छि हैन ताथे छि म्युजिक क्लास वे ढुङ्गा गर्जु रास चाहिँ स्कुले न जी न्याराना सेनिबले छेन सेको बिन्दु इन्ट्रेस्ट देखास के इन्ट्रेस्ट दु पिन्टर के सेनि जी नात्नु इन्ट्रेस्ट मरु पिन्टर होल क्लास पिन्टर यादले अझ जी पक्कै जी अल जी चाहिँ गुल्न इन्ट्रेस्टेड जगेटु गेन सेलेक्ट याना जगे सेनानु जुल ले म्युजिक सब्जेक्ट चाहिँ प्राय अयो हल्ला चाहिँ जी खनमरु अयो हिसाब यनले चाहिँ दक्षिण इन्ट्रेस्ट दु हिसाबमा चाहिँ पर्छ दक्षिण थयो जम्मा चाहिँ ध्यान ब्यासेका जो अवस्था दो जस्तै छिसन नगति न तैले के नापा चाहिँ नि त्यो म्युजिक लगे ब्या चाहिँ नि सस्टेन जी थाको आया चाहिँ अफु त्या डाइरेक्ट चाहिँ त्यामफु मला छि हरेक सेक्टर म्युजिक जे मके हरेक सेक्टर छिसन थयो ज्या डेडिकेट या अफ कोर्स मा मला छिसन थयो ज्या गुली थम ह मेहनत याना थम ह गुली डेडिकेट बिउ ओके गुली छिसन टाइम समय बिउ गुली छिसन ध्यान प्यासन तयार जी छिसन के जैना वो अनुसार चाहिँ जी भरपरे जी थेछ संगीत सेक्रियो संगीत त्या पछि दिस के असि हाउ याना यानला उके न थाको आन मला पछि छि मन डोमन जी थौकने
मंडो मन जुल्या चाहिँ गर्जु थाहा छ उकेन मेउ ज्यान assim कम्प्लिट मजुल म्युजिक एन कम्प्लिट मजुल अर्जुबले चाहिँ सस्टेन जुइ थाकुइ म्युजिक त्या कि म्युजिक भजा फर्स्ट हेल थाकुइ हरेक assim फिल्डले थाहा थाकुइ वो जुया चाहिँ थ इन्ट्रेस्ट दु उके चाहिँ डेडिकेट चाहिँ एकदम माथे छ कसैले जस्तै अथवा म्युजिकै लाना चाहिँ सस्तै नै जिउ देखे चाहिँ जस्तै सुनाना छु प्रोग्राम अर्गनाइज यात्ता छ याना यदि कलाकार तेर सदल थाहा छ बिप्टी पारिश्रमिक चाहिँ गते सन्तुष्टिजनक दु सन्तुष्टि पहिला चिस फ्री न यकु याना कार्यक्रम मला फ्री न यकु याना ठाउँको न याना महिनो म च्यारिटी सो दको याना अयो ठिकै जुठे छ अयो मगाओ अयो चाहिँ मजु थुली जिउ रहिया छ नापा चाहिँ मजु मलाई आज चाहिँ बिस्तार ज्याओ आन हिसाबमा चाहिँ फुल्ली चाहिँ मजु नि फुल्ली चाहिँ गुली म्युजिक पिन देशे गुज्या गयो हिसाबमा म्युजिक त रेस्पेक्ट दिया छौं दु मलाई गुली रेस्पेक्ट बि गुली ओए म्युजिक त चिरो म्युजिक त न गुली रेस्पेक्ट बिया छ मेन स्ट्रिम यो वो चाहिँ आजक नेपाली न बालको चाहिँ मजु नि तर ज्याउ चाहिँ खण्डु जस्तै थो म्युजिक खेले चाहिँ मलाई गयो किसिमको परिवर्तन वस चाहिँ छ कलाकार तेज चाहिँ अझ नजानी सस्टेन रिड अफ इप्टी परिस्थिति दु मेन ला म्युजिक तले मेन आछियो देशमा विकास दिए माल मलाई दक्षिण थयो जब मरेको थयो भरे मजिक म्युजिक नेनार्नी न समय दै मलाई दक्षिण थयो बदि लाइफ न भाले माल फर्स्ट अले दिन म्युजिक ध्यान हुने थिए सेकेन्डरी चीज मन देश ऑडियन्स पनि सबैले चाहिँ थयो थ ससेम मजो नि म्युजिक ध्यान बिया म्युजिक लसी मे बिन त सपोर्ट न फैम खुजल ले वे हिसाबमा चाहिँ थयो देश नाप डेभलपिङ जुया उनले चाहिँ जिसैले पहिला चाहिँ देश चाहिँ नि विकास जुया उनमा ल देशवासी त चाहिँ नि विकसित जुइमा लाइफ स्ट्यान्डर्ड चाहिँ ठाउँमा ल हले तिनी अझ म्युजिक क्षेत्रपट्टि चाहिँ विकास जुइ चाहिँ खाना दक्षिण नजर माललाई तिनी हजुर दकै पहिला चाहिँ नि देशवासी त्यही उपति लाइफस्टाइल पहिला थाहा माला त्यो खोज्ल अहिले जस्तै थो संगीत युए खल्याबले चाहिँ सिगु हिसाबमा संगीत सेकी चाहिँ छा जरुरी रुथेछ नर्मल म सिगु हिसाबमा चाहिँ संगीत सेकी माउ चाहिँ छा जरुरी रुथेछ जिगु हिसाबमा एकदम जरुरी जो मलाई त्यो मेन त्यो संगीत गेम मके जिगु हिसाबमा छु थाहा चाहिँ बुझे जु थाहा चाहिँ छिउ मने छु त मलाई मने यो फिलिङ इमोसन गुब्ले चित दुःख लगे जाने गुब्ले ह्यापी जुयाट्ने सिचुएसन अनुसार इन्भाइरोमेन्ट वो चाहिँ चिस टुके म्युजिक थ्रु न व्यक्त याफु मलाई वो चाहिँ प्लस पॉइंट का अहिले चाहिँ मेन छु थाहा चाहिँ त्यो म्युजिक यो आठो बाँसुरी चुल बाँसुरी खल्याममा छ त्यो चाहिँ पयो एकदम नेचर नाचन छि खल्यान मलाई त्यो पुइबले चाहिँ गर्जिरहेको छ चाहिँ छौ मेडिटेसन यानु छौ मेडिटेसन छौ ये मेडिटेसन याउने छौ फिल चाहिँ उकेना चाहिँ थयो मन न धेरै त जी मलाई न्याउ जायासा यो अतर पतर चाहिँ मको छौ बाला हिसाबमा बाला पक्ष म्युजिक युक्ति छौ एजा चाहिँ नि सेकमा चाहिँ जरुरी थिन्छ जस्तै अथवा जुन युक्ति नेपाली संगीत ख्यारा अझ नेवा संगीत ख्यारा थुकै यो अवस्था अझ न चाहिँ नि बाला कि त छ्यास जिथे गुल्न जिथौ कुनै खना चाहिँ गरे आशा गुल्न म्युजिशियन त टु डकोला मख भरिबी म्युजिशियन गर्जु त आशा चाहिँ इन्ट्रेस्ट एकदम छ म्युजिक एकदम इन्ट्रेस्ट छु तर सुदो मन आशा चाहिँ कने वना चाहिँ म्युजिक थयो लाइफ सस्टेन जिकी चाहिँ म ओ छेन सेको पनि टु बासुर वादक न दु तर वो जुनी चाहिँ मेमेउ बन्यौ मेमेउ सब्जेक्ट बन्यौ मलाई म्युजिक चाहिँ अहिले सेकेन्ड त्यो अयो याना सो पिन दु वो दुरी चाहिँ मन्तल्या चाहिँ अझै डेभलप जिथे छ सारा छ इन्ट्रेस्ट तपि यो कुदु म्युजिक छि काठमाडौँ त्या ताहाजिल नेपालले मलाई इन्ट्रेस्ट तपि यो कुदु तर वे कने वना थो म्युजिक लाइफ सस्टेन जिकी छि म त डो मन चाहिँ यो कुस्या टोटु पनि दु टो मोटो साना उक्त सेकेन्ड तया थय मेन जब चाहिँ याना चाहिँ अयो हिसाब याना छ चाहिँ दुका जस्तै आछि चाहिँ नि क्लासिकल न बासुरी प्याडी तो क्लासिकल सेके इन्ट्रेस्ट टपि मनु त चाहिँ गुल्टाको खाना दिएछि क्लासिकल इन्ट्रेस्ट दुबी चाहिँ बच्चा कमेटु छु नेपालले चाहिँ सो कारण कम जु उठेछ कारण चाहिँ मेन छौ चाहिँ क्लासिकल यु गर्दा छ माहौल बच्चा मरु टाइप जुल मलाई माहौल टाइपले छिटो बजार मरु खगी जस्तै क्लासिकल या ठ्या ठ्या त डे माल मलाई वो चाहिँ सीमित थासेस गे सोठा पेठा गे ज्या जाउँ छि काठमाडौँ नेपाल या पिन भ्याली न मजु आटक मजु नि जो छ कनिक ओकेजनली वो इभेन्ट यो टाइप के जुल आछि महिनास क यो चाहिँ
सोठा पेठासके ज्याजों अयो इन्भाइरोमेन्ट यहाँ चाहिँ जिसैले चाहिँ पछि कम थे का पछि उता चाहिँ पछि मासे हया क्लासिकल न पछि म्युजिक त न पब्लिसिटी बिहा या चाहिँ जिथे जस्तै आठो क्लासिकल सेक्यु झोले चाहिँ मनुटेसन यो मनुटेसन चाहिँ बिचे टोटाउँ चाहिँ झिन अनुभव याना जस्तै 3-4 महिना 1-2 वर्ष सेका चाहिँ तो रुपी मनुटे उके कारण छुटे क्लासिकल गर्छ हासा चाहिँ उके एकदम डिप डु क्लासिकल जिसैले चाहिँ हरेक जनरल म्युजिकै डिप डेट हो मलाई क्लासिकलले अझ गर्जिएर हासा चाहिँ हरेक राग त्यादै हरेक चीज जको डिटेल त डुले एकदम तैरेता माउजल छौ ये चीज बारम्बार घन्टौँ या नाचन माल क्लासिकल ल्यागु छौ म्युजिक झिमिए ठ्याउस गेम मक्की मिए ठ्याउस गेम मक्की उके चाहिँ हरेक अर्नामेन्ट्स त जस्तै चीज डान्सर्स बिन्छ गुली मेकअप याइ गुली अर्नामेन्ट्स त तै मलाई वो छौ असि परफर्म लागि सिंगारे या र मलाई वो प्रोसेस त चाहिँ डाइरेक्ट चीज क्लासिकल म्युजिक वना रागे सेकी या छु क्लासिकल युब्दे छौ मलाई अब्जेक्ट सेकी ठ्या चाहिँ दै मख मलाई छौ फिल चाहिँ जी मख उके चाहिँ वो अर्नामेन्ट्स त गुली चीज डेकोरेट या वो चीज त चाहिँ फर्स्ट सेक त एकदम टाइम लगे चाहिँ मलाई वो चाहिँ थम है जिन हास ताठे वो गुली थम है डेडिकेट या टाइम बिउ वो गुली तक मनु न थगे धैर्यता दु इमसा चाहिँ याना हुनी क्लासिकलले चाहिँ पछि चञ्चल यो स्वभाव पिन्छ चाहिँ पछि कमे यही थे सकाइ जसले यहाँ चाहिँ विजय ठाकुर चाहिए ठाकुर चाहिए सारा छ अब डेकोरेटिभ लागि चाहिँ आज जस्तै बाँसुरी न गमक त्यादै मिट त्यादै अयो हरेक यो चीज त दु अयो यही समय चाहिँ मा मेन खचाइ नि डेडिकेसन बीम अफ द ला चाहिँ विजय टुडे अहिले धैर्यता न एकदमै माउजल आज हाना छपु बाँसुरी युए खजिया जम्ले क्लासिकल खजिया जम्ले अझ छौ टुन सुकमी बाजमे पनि लागि जी छौ दक्षिण शिवपुरी नेपाली में रेशम फेची जाउँदै दक्षिण एक सुबह न्याबीसँग रेशम फेरि रिटुन थाहा चिसँग जस्तै चिसँग चाहिँ धुन थाहा छोले युट्युब हेर्न चाहिँ यो धुन त चाहिँ नि युट्युब मार्फत न चिसँग पब्लिस जाना दिएको उके मध्ये चाहिँ चिसँग दसिबले फर्स्ट इयर रेकर्ड याना पब्लिस यानु ति धुन छु खा फर्स्ट इयर चाहिँ जी यानु बटी चाहिँ जी मासि धुने ख मोनी धुने ख फर्स्ट इयर चाहिँ जी चाहिँ वो फर्स्ट इयर नाप चाहिँ युट्युब
यसो assim याना या दको भिडियो टेर या चाहिँ बिचाङ महिना अथे छौ युट्युब च्यानलमा दु छौ टे थयो डुब्दे म्युजिक छौ टेर या चाहिँ छेना तो रेकर्ड याना चिरौं assim एरेन्ज याना चाहिँ तयो अनन या चाहिँ सुर्यानु ट्यामल युट्युब वेबले चाहिँ सुरु मालसरी तुनन चाहिँ सुरु मनी यहिले एमले हा मनी यो पत्ता न्यानी इले मनी इले जस्तै छिसा चाहिँ थो थाता से छिसा प्रस्तुति छिगुप्ति न्याबयादि उके मध्ये चाहिँ नि दक्षिपले न्याइपुसौंपति था माना द दक्षिपले चाहिँ परफॉर्मेंस या न्याउपति था यो छुंदु उके चाहिँ जिता गर फिल जु रासा चाहिँ फर्स्ट डे चाहिँ थयो टोल नङमे अनि कृतिपुरे अनि आप अनियानु ज्या चाहिँ अनि जैसे कृष्ण जन्माष्टमी चाहिँ कृष्ण यो जन्माष्टमीले परफॉर्म यानु जल हरेक वर्ष यही जुले ल चाहिँ अन चाहिँ एकदम स्पेशल लगे जो दक्षिपले पहिला थमेसा आथो कुने परफॉर्म मया सानो कृष्ण जन्माष्टमी डेस्क चाहिँ अन थासे वना अनि भजन जो यातनी वना जि भजना पिन भजन यही अनि वना चाहिँ थनच कनिक चना चाहिँ याना जस्तै या भजन मण्डलले न छिसा चाहिँ भजन मण्डलले जे मेबी भजन याना दिबिनसँग चाहिँ नि गयो रेस्पोन्सिबिलिटी छ टाइम टाइम सदात नि कम्पिटिसन ब्ले भजन कम्पिटिसन जी हरेक ज्यात नि अले उले न वना प्र्याक्टिस याओ अले डको नाप थयो बि एक्सपीरियन्स शेयर याओ मलाई म्युजिक assim जी ब्ले चाहिँ बाला नेपुस एकदम मेरो सुतैए अनुभव ट्यामल जस्तै छिसा चाहिँ छिला संगीत लगे जाजौ 7 वर्ष चाहिँ नि आटगना संगीत दीपदगना संगीत वन्यु छिगु सोच थियो जस्तै आ नु वे चाहे जुबिन संगीत क्षेत्र चाहिँ वे चाहे जुबिन त छु सन्देश छिगुप्ति वे चाहे जुबिन त वे आ छिसा नाचा ताथे फर्स्ट डे छिसा मन्डो मन्या मैले मलाई एकदम म्युजिक वे त एकदम कतो डेडिकेट एकदम इन्ट्रेस्ट चाहिँ मायामा मलाई एकदम पटिभली से कि वो राछुटे जो ल अबियो लागि चाहिँ आ मेन म्युजिकै लगे जी ट्यारका चाहिँ थम यहाँ फर्स्ट डे चाहिँ म्युजिक त रेस्पेक्ट यासे मलाई म्युजिक त अपि बुझे जी मलाई म्युजिक त निन फेक मलाई म्युजिक त गुली तैरी त मा उली वसी या फेक मलाई ओले वो ढुंगा चाहिँ थम यहाँ प्र्याक्टिस याना छ मेन थासे छ सेका थयो गुरु माने ना चाहिँ यामा अवश्य नसिस पखन गर्ने चोचा बाउ खलान दिला आरास ज्याजले आग्न ब्रेक या इजु दिङदो सोगुमी बाजु मेजुपि सिकपिनसा सोयाजना दिगुरु ज्याजो सेलेब्स टक टाइम मले थौयो ठुगु ज्याजो संजिमसा लोकम वाम बासुरी बादक स्वर्णिम महर्जन जुया त खला बलाइनि दिम बनागुदो आरास ज्याजुले हाग्न बजाको दिपाइ इजु दिङदो त बजाको दिपाली पा हाग्न ल्यान्दनिको खला बला सिकपिनि गुन्याने न्यबेक वेजी आरास पलको ब्रेक सोगुमी बाजु मेजुबी त बजाको दिपाली पा हाग्नस क ज्याजुले लस्कु स्याना जना सिकपिनसा सोयाजना दिगुरु ज्याजो सेलेब्स टक टाइम अल थौयो ठुगु ज्याजो सँग जिमसा लोकम वाम बासुरी बादक स्वर्णिम महर्जन जुया त खला बलाइनि दिम बनागुदो जासम वेगना पा हाग्न ल्यान्दनिको खला बलाया खला बलाला छिउ जुया चौजुल हाग्न छबु धुन सोगुमी बाजु मेजुबी प्यादी दैना प्या आज चाहिँ एकदम चले जुप्ती नेवामी राजा मजी ताबुजी दक्षिण यौबुजी
Yego Subashira, Yabi Sangaraz, Maditun Perilla. She's any Chirgo Umere, 7 वर्षन चाहिँ त्यो म्युजिक क्षेत्र चाहिँ बाँसुरी पियादिल अथवा सङ्गीत लगाइदियो दन्जिन मासु खचाइने छिउ उमेर गुल्जुले जिगु उमेर चाहिँ 27 यको उमेर नि थिएछौँ उख्न नक्तिन 21 थिएन टाइममा त्यो 21 वर्षै उमेरे चाहिँ ठुले बालक बाँसुरी पियादिछिसँग अझ यको टाइम त नि अझ सिक्यो अझ पियो बाँला चिज थियो यो त नि र जस्तै छिसँग थो बुल्ताको सिर्जना चाहिँ छिसँग याना दिया कम्पोजिसन हजुर कम्पोजिसन चाहिँ 2011 नहे सूर्यानु टाइमल उबले नहे चाहिँ 2008 अने चाहिँ ब्यान्ड नाप चाहिँ जसि यानु जुल फर्म याना 2008 10-11 वर्ष नि हजुर ब्यान्ड असी यानु जुल अहिले ब्यान्डले चाहिँ फर्स्ट चाहिँ गरिरहेको छ चाहिँ थर्ड वो टुन नेपाली टुन नेवा टुन मलाई सिधको वो प्रस्तुति आज लिपले चाहिँ छि कम्पोजिसन न यामा हिसाबमा जुलले चाहिँ मेन मेलोडी बाँसुरी जुल अहिले म्युडको आछि थिमे आयो जुल पर्कुसन टाइप जुल अहिले वो डेकमा हो हिसाबमा न अहिले जी चाहिँ उब्ले न चाहिँ स्टार्ट हेर्नु ब्यान्ड यु लागि चाहिँ ब्यान्ड यु अहिले थमी असी लागि 2012 ले चाहिँ उब्ले इन्डिया चाहिँ जिपि वो एसिया ऑल एसिया पिन्यु चाहिँ वो कन्ट्रीमा चाहिँ ब्यान्ड कम्पिटिसन जो काबले लखनऊ इन्डियन लखनऊ ल चाहिँ नेपालमा आउनु जुल हजुर छि ब्यान्ड फर्म याना दिएर गाडे छु ब्यान्ड पाके चाहिँ छि उले मन्द ब्यान्ड फर्स्ट ब्यान्ड हजुर उले चाहिँ कम्पिटिसन जुबले चाहिँ नेपालमा चाहिँ मन्द ब्यान्ड उनी त्यो खजुबले चाहिँ अनि चाहिँ छपु चाहिँ नेपाली छिउ टुन अहिले ओ ढुङ्गा चाहिँ कम्पोजिसन माउजुले चाहिँ अहिले उले जी कम्पोजिसन छ शासनकाल ल्या चाहिँ ना तया चाहिँ उले वो कम्पोजिसन चाहिँ अहिले ब्यान्ड नाप थाना चाहिँ उले प्रस्तुत यानुगा उले न अहिले फर्स्ट होला फर्स्ट प्राइज हजुर छिसँग कम्पोजिसन डिप्टी टुना चाहिँ नि छि लखनऊले अझ इन्डियामा चाहिँ फर्स्ट लाग्दिल वो टुन्सको हाना नि मिले जी एकदम वो चाहिँ भज्जा फ्युजन टाइप हो चिरौँ उसको यो सुबह छि अथे फर्स्ट लाभ मखरी चीज चाहिँ ठुकै न सिर र छारा छ चाहिँ नि 10-12 वर्ष उमेरे थयु संगीत कम्पोजरहरु छ चिरम अवश्य न मख जस्तै छिसा चाहिँ नगति निमन्द ब्यान्ड युक्ति खलन दिला आटक न वो ब्यान्ड चाहिँ नि ज्याजौंदु ज्याजौंदु मलाई ओ आ चाहिँ नाप बरु नाप दु मेम्बर चाहिँ बिस्तारै चेन्ज भयो न वे नाटो डको म्युजिक लगे जुया चाहिँ म हुन नाच छि खलाउ हिसाबमा हामी म्युजिक त्यहाँ चाहिँ फर्स्ट चाहिँ जे नापा चाहिँ जे असी नाचु जुल मलाई असी म्यानेज याना यानु जुल लिब्रे चाहिँ बिस्तारै गुली मेरो सब्जेक्ट हुन मेरो फ्याकल्टी हुन मलाई जो वो रिप्लेस याना चाहिँ आ चाहिँ पछि मेम्बर चाहिँ चेन्ज हुनु
आ चाहिँ थो ब्यान्ड गुल्ताको सक्रिय ज्या छन्दो थो ब्यान्ड त्यहाँ ज्या चाहिँ टोंटो मला तो कोही चीज फर्स्ट एल्बम न याद न नयाँ सोच त्यहाँ 2 वर्ष यानी अहिले ओके चाहिँ थो एक कम्पोजिसन त त्यहाँ कम्पोज जानु भी चीज त त्यहाँ ब्यान्ड एरेन्ज जाना चाहिँ चीज एल्बम लेख्नु जल चाहिँ नेपाल टोन त त्यहाँ चाहिँ आ चाहिँ इभेन्ट प्रोग्राम त चाहिँ यहाँ नाच्नु हजुर आ चाहिँ छिगुप्ती थो भावी सोच चाहिँ सुरु थो सङ्गीत चाहिँ छुया रह्यो चाहिँ नि विचार दो सङ्गीत चाहिँ मेन तत्कालीय हिसाबमा चाहिँ गर्छ आशा चाहिँ नेपाली भाषा त यो कुदु मलाई चाहिँ नेवाटे यो त्यहाँ मलाई हरेक तक्सियो न कल्चर युपी भाषा तथा हिसाबमा दु वो चाहिँ युज ज्याछौँ थे चाहिँ बालक चाहिँ मह चाहिँ बच्चा लोभ ज्याउ चाहिँ खण्डो ठाउँ यहाँ नापस्या चाहिँ बच्चा चाहिँ जु चाहिँ दु मलाई मजु चाहिँ मरु वे चिज त चाहिँ जस्तै दाहिना नाचा धाने युट्युब माध्यममा चाहिँ जी भिडियो ट्याट्नु दु अझै जुन छिउ नेवात मे त दु मलाई नेपाल मे त दु डको वर्ल्ड वाइड ल मजु छिउपट्टि बाजा दन दक्षिणा ल मस्यु नि मलाई युज न मजु नि दक्षिणा ठाउँ कुनै नेपाल न युज त्या ड्रम डाल गिटार डाल डको गेसगे वना छन् छिप्टी अझ परम्परागत बाजा परम्परा हिसाबमा मजु थो चीज स्यान अझ फुलाउटी थे छु अझ चाहिँ फुलाउटी वो मजु हिसाबमा चाहिँ जिउ चाहिँ थट छुरा छ युट्युब ठाउँ कुनै बच्चा मेन स्ट्रिम वेब टी मलाई टको सो ठाउँ पछि मिडिया संसार परि युट्युब माध्यम मजुल अहिले वे चिज त चाहिँ जस्तै चलेजुमे त चलेजु म्युजिक हुन्छ वेस्टर्न म्युजिक त मलाई इङ्ग्लिस म्युजिक त चाहिँ वे म्युजिक त तर चाहिँ नेपाली भाषा चाहिँ असि फ्युजन याना के त थयो क्रिएसन याना चाहिँ युट्युब तयार चाहिँ वो माध्यममा चाहिँ प्रेजेन्ट न याना नुदु जस देश त मसिक्युप्टी ओके चाहिँ हजुर अझ थुके थो याटा चाहिँ छिटा गयो किसिम उप्टी चाहिँ चुनौती त बर्ने छ जस्तै थाकु अपो आयो छन्दो ख वो चाहिँ छि बाजा थाइबिन यो मरु मला ड्रम गिटार ढ्याङ्गाला डक्कु यो दु यो सिंगै पिन दु थाइबिन दु छि नेपाल बाजा ढ्याङ्गा चाहिँ अझै सुख रास बालक देखि पिन नेपालले यो कुमहरु देखि पिन्टु बालक नेपाली बाजा देखि पिन तर मेम्यो बाजा स्यान एकदमै कमे मात्रा खण्डुका देखि पिन बाजा अहिले वो हिसाबमा चाहिँ थाइ पिन अहिले यो मरु जुल अहिले वो हिसाबले दक्ष टाइम कया मिलेले चाहिँ पच्चा यो ठाकुला मजो अछि थय लोकालिटी बाजा डुली चाहिँ पच्चा आफू अहिले छिसा चाहिँ थो युट्युबे यो जुन वेस्टर्न नगतिन छिसा कला दिलो वेस्टर्न टुन त यो चाहिँ नि युट्युबे छिसा अपलोड याना दिएको दु उके मध्ये छौ चाहिँ नि अझ भाइरल ज्याज हुन्ती छौ गेम्स अफ थ्रोन युप्ती छौ म्युजिक दु वो छौ न चाहिँ सोकमी भाज म्युजिक पिनु लागि
यो सुबह आज नि तो संगीत यहाँ भरिजा यतो कि भएछि खला प्रसंग भरिजा बदले या संगीत बाहेक मेउ छु याना दे संगीत बाहेक मेउ चाहिँ मेउ छु मेउ महिना टाइमला टोटली थयो जीवन संगीत तपाईँ फुल टाइम म्युजिक टाइम कम्प्युटर संसार म्युजिक जुल मिटिउ दे वो गेम ममिता मला कम्प्युटर अझै ओइ एरेन्ज जुल थयो रेकर्डिङ सम्बन्धी दको ओ यही जुल प्र्याक्टिस या बासुरी प्र्याक्टिस या त अहिले चाहिँ मेउ समेरियो बनासुनु चाहिँ म्युजिकै खन बन्नु न अझै एसएलसी रेंगा चाहिँ म्युजिकै +2 चाहिँ सृजना कलेज अन चाहिँ जी भोकल कया 2 वर्ष बना भोकल मेन सब्जेक्ट कया मेउ जस्तै इंग्लिश नेपाली हिस्ट्री दै कम्पलसरी मेउ म्युजिक सब्जेक्ट कया चाहिँ बना कलेज वो ढुंगा ब्याचलर्स चाहिँ जी बासुरी नानु त्याबले दसान से मध्यन्तले संगीत थै जीवन अर्पण या सोच अरे नापा चाहिँ सोकुमी भाजु मेजु पिन्यु लागि चाहिँ छु अयो सन्देश त वे आछिस दक्षा फर्स्ट याम अफ द चीज त चाहिँ नेपाली जुया थ नेपाली बाजा त मला नेपाली ब्यान्ड नेपाली म्युजिशियन त चाहिँ सपोर्ट या मला मला छि मेन यको वेस्टर्न बाजा ड्रम गिटार हरेक चीज त मला ओ या एकदम बाला मला साथसाथै छि नेपाली बाजा त मौलिक बाजा यो कुटु मलाई ओ उता न कन्टिन्यू या माथे छ जिसले चाहिँ थो चिरंगु उमेरे चाहिँ जो छु उमेरे चाहिँ जी खौ अनुसार चाहिँ थौकुने आपा नेवाटे सय नेवा भा मलाई अपि अवस्था चाहिँ दुधामा थौकुने अवस्था हो चाहिँ जो यङ जेनेरेसन जान मजा चाहिँ नेवा भाषा चाहिँ खला बला जुआ जाउँ छौ छिगु तो जेनेरेसन चाहिँ नि छि गथे खना दिया जेनेरेसन ने भन्छ पाना चाहिँ वडु दक्षासी स खना छौ जुल मलाई नेवा भा छि थयो भा जुल नेवा भा एकदम इम्पोर्टेन्ट जुल आछि नापाने नेवा भ्यालाना नुले चाहिँ जुल थौकुने सुज्या होला भन्छ मनुज छौ थयुबडी करियर लागि देश प्याउना या यु नो एकदम फेसन टाइप एकदम चल्ती वया छौ जुल उके यो कारण चाहिँ छु खण्डा चाहिँ अनुना सेट जुलले दक्षिण ने मला थयु चाइल्ड दको हैन अनि हुर्के जु कारण छ वो छौन दको वजगे मक्के उके एक्जाम्पल न एकदम चेन्ज वया छौ दुका नेवा ताई आगुलचा नेवा भ्याला ओइ मख नेपाल जुके ठु छिगु सर्कलले चाहिँ नि जे गुली नेवा र नेवा भ्याला बि जिगु सर्कलले डको चाहिँ ट्यामिले मजो मला थ पास पनि टॉयलेट में पास पनि नेवा जेज ल वसे बाहेक बि नेवा न तर दाइन ताथे नेवा भ्या ठु तर ल्यामो पिन यको खण्डु वेक अप इन द छुट्यारे चाहिँ वेक अप इन द छुट्या छौल एकदम दुखयो खख जिउ लागिल मला थयो भ्याए असि मजुप्री जी तानो दया पर्सनली मला थयो भ्याला एकदम ठिकेमा थम्या ठुजा एकदम प्रयास न यामा मला यामा रे चाहिँ उके लागि चाहिँ थम्या प्रयास या माने थयो थ कने थयोपट्टि परिवर्तन मला थयो भ्या चाहिँ सेन माथे छ जिसले चिसा चाहिँ नकदिने थो पाए विषयले एकदम चोसा बहु खला नदिला आरास ज्याजो इन कोसा तेंगु दु थगु मुवङ ए बियाथन स्टुडियो थेंगु खला बलाइन दिन चाहिएको नि यको सुबाछि त अले नप चाहिँ नेपा च्यानल लिबाखे चिसा रंगु मतिनाइ चिसौन लला स्वीकारे नाली थ्यांक यू सो मच सोकिम बाजमेजुबी थौयो ठुगु ज्याजो सजिमसँग खला बलाइन नि लोकम हम बासुरी बादक स्वर्णिम महर्जन जुया त बनाको जुल आरास ज्याजो इन कोसा तेंगु दु थ्वे चले मोनी न वेटिङ दु त मोनी पिन्तुना देशा से चाहिँ नि थौयो ठुगु ज्याजोसँग जी सुशील न बायाउनी गु जं फना जुना अति साना चाहिँ बायाउनी गु छले जी स्वर्णिम जुया त छौ मालश्री थुन अते मोनी थुन छौ प्यादी त इनापिया अले नाप चाहिँ नेपाल च्यानल निरन्तर सोया चुना दिस सुभा